guys, welcome back to my YouTube channel. र आज चाहिँ म मेरो गाउँको घरको बारीको त्यही देखाउँछु आजको ब्लगमा चाहिँ हेर्दै जानुहोस् होला। अहिले हाम्रो घरको खोर्सानी देखाउनु गइरहेको छु। यस्तै डरलाग्दो फलेको छ। खानु सक्दिनँ तर पनि लोभ लाग्छ। यत्रो भएको रहेछ नि त। यस्तो छ बडाचक। पापाले त्यहाँ गर्नुहुँदैछ। हामी हिँडेको घुम्नु भन्दा जस्तो बाटो को सामान हो नि त। यहाँ औसारी राख्छ। अब यहाँबाट चाहिँ तल ब्याङ्कमा लान्छ हो। मलाई छोडेर गयो। हाम्रो गाउँको एउटा होमस्टे हो। ए के हो यो? मेरो क्यामेराले साह्रै घिनलाग्दो देखाउँदो रहेछ तर यहाँ तपाईँहरू आउन सक्नुहुन्छ। एज होम इन माउन्टेन डुम्स एन्ड होमस्टे। अर्ग्यानिक यो चाहिँ जङ्गलमै पाउँछ। जङ्गलमा पाउँछ। यहाँबाट यस्तो देख्छ कि के घिनलाग्दो देखेको। यहाँ चाहिँ मकै हुँदो रहेछ। मकै क्लियर छ वेदर। चमायो भने चाहिँ यस्तो पिङ पनि छ। यसरी मनोरञ्जन गर्नेहरू। बडा निनीले काम गर्नु हुँदैछ। खै कता जानु अहिले? अब त्यहाँ जाँदैछौँ हामी। बच्चु छ ए जिस्केर यसले त हो। आइच आइच डबल बुस्टर यहाँकै हो। पुङसुङको बच्चा। गाईले दाना खाएको। ए यहाँ आमा यहाँ छोरी त्यत्रो भइसकेको छ। यहाँ चाहिँ उहिले बाख्रा थियो अहिले छाड्नुहोस्। खै गर्नु भयो त? बुङसुङ है? बुङसुङको नानी हो नि त। हेर्नुहोस् तपाईँ। अझै माथि गएर देखाउँछु। यहाँ चाहिँ नास्पातीको बोट। यहाँको चाहिँ त्यो
गाह्रो छ चुक अघि देखाउँदै गरेको छु तल थिएँ म गरम नगइयोस् यो चाहिँ हाम्रो रसिका दिदीको घर हो पिङ चाहिँ माथि छ पिङ देखाउँछु यो चाहिँ बेलुका बल्छ लाइट होइन टक्कै यहाँबाट हिँडेपछि चाहिँ बल्दै बल्दै बेलुका बल्छ यहाँ पनि छ एउटा हाउस यो घरबाटको होमस्टे हो पिङ चाहिँ यहाँ छ तर झुडी भइसकेको छ नि पिङ चाहिँ मुनिबाट साँपले दिने रहेछ तल हुँदो रहेछ त यस्तोमा आजको भिडियो म यहीँ अन्त गरिरहेको छु यहाँदेखि उपरान्त भिडियो गर्नु मलाई अल्छी लाग्यो बाइ गाइस